ल साथीहरू पानी पर्यो डेन्जर पानी परेको अवस्था छ हाम्रो गाउँघरमा आज खत्रै पानी पर्यो तपाईहरु हेर्न सक्नुहुन्छ यस्तो पानी आजको खै यार बबाले हुने हो नि त अब पानी पर्यो है अब यस्तो जाडोमा के चाहिँ गर्ने होला है ल यस्तो पानी कस्तो ठुलो थोप्रा पानी परेर फेरि असिना पनि परिरहेछ है अलिअलि डेन्जरै पानी परेको छ हेर्नुस् है पानी त ल हेर्नुस् यहाँ कस्तो डेन्जर क्या अब हुन्छ नि बाटो हेर्नुस् न त्यहाँ कस्तो भएको छ हेत्तेरी यार डेन्जरै पानी पर्यो नि यो तालले त यार यो त बर्खायाम जस्तै भइदियो यार डेन्जरै भयो नि यसरी बर्खायाम जस्तो भयो अब के गर्ने होला बाटो हेर्नुस् न आमामामा हाम्रो डेन्जर हेर्नुस् त त्यहाँनिर हाम्रो खेतहरू पानीले डुबायो हाम्रो खेतहरूलाई आलुलाई पनि टेन्सन दियो खेतलाई पनि टेन्सन भयो है के गर्ने होला अब ल हेर्नुस् त यस्तो अवस्था छ पानीले यस्तो अवस्था छ हेर्नुस् असिना हेर्न सक्नुहुन्छ यहाँ भान्जीको हातमा असिना छ सानो हो छनु चाहिँ तर छ त्यस्तो गाडीलाई कति समस्या परेको जानको लागि ल हेर्नुहोस् त गाह्रो छ स्थिति पानी परेर यहाँ डेन्जर पानी परेको छ अब के गर्नु अब यस्तै छ हाम्रो गाउँघरमा ल हेर्नुहोस् यहाँ बस हाम्रो घर पछाडिको बाटो हेर्नुहोस् त आमामा घर पछाडिको बारी हेर्नुहोस् घर पछाडिको हाम्रो बाटो एकदम माथिदेखि भल बगेर आएर चाहिँ यसरी चाहिँ डेन्जर भएको छ अवस्था पानीले चाहिँ गर्छ बेला मौकामा पानीले डेन्जर गर्छ ल हेर्नु हाम्रो बारी त्यसरी पानीमा डुबेको अवस्था छ के गर्ने होला त अब यस्तो तालले त कसरी हामी एग्रिकल्चर भन्छौँ खै के हो कसरी गर्ने होला गाह्रो छ स्थिति गाह्रो छ जिन्दगी ल हेर्नुहोस् पानी ल हेर्नुहोस् आहा हेर्दा चाहिँ मजा आउने तर लास्टै दुःख लाग्ने हजुर के गर्नु होला हेर्नुहोस् त ल हेर्नुहोस् घर पछाडिमा बाटो यस्तो डेन्जर भइरहेछ बाटोबाटै खोला बगाए जस्तो भइरहेछ क्या बाटो हो कि खोला हो कि के हो बुझ्न गाह्रो अवस्था छ अब हेर्नुहोस् हाम्रोमा के गर्ने हो पारा ल जाडो छ अब चिया पिउने हो मजाले अब बस्नै पर्ने स्थिति छ घरभित्र बस्ने सुरक्षित बस्ने यस्तै छ हजुर के गर्नु हाम्रो जिन्दगी पानी परेको अवस्था अझै असिना पानी पनि भनौँ अवस्था छ हेर्नुहोस् ल त है त आजलाई अब यति नै गर्नुपर्छ कि अझै देखाउने कि के गर्ने अब भन्ने कुरामा चाहिँ म यहाँ हेरेर बसिरहेको छु अब आजलाई यति नै गरौँ होला पानी परिहाल्यो त्यस्तो छ स्थिति ल ठिक छ अब है त ल साथी हो।